नमस्कार साथीहरू, आजको मेरो नयाँ ब्लगमा तपाईँहरूलाई स्वागत छ। र आज चाहिँ मेरो यात्रा सिङ्लाको पालम भन्ने ठाउँतिर लसुन खन्न जाने। अनि यता सोल्टीहरू आउँदै हुनुहुन्छ, एकछिन कुराकानी गर्नु पऱ्यो यताभित्र। नमस्कार सोल्टी, के छ दिदी, आराम हुनुहुन्छ? अनि नाम चाहिँ के होला? हर्कबहादुर है। अनि दिदीको नाम चाहिँ बुद्धमाया। यो ठाउँको नाम चाहिँ के अरे खास? सिङ्ला है। अनि यता हुनुहुन्छ हाम्रो बुवा। तपाईँको नाम के हो बुवा? हजुर, अन्त बल्ल कला पर्छ कि चुबा सिम्जाबा कला फेरि साहेब फेरायौ ए ल एकदमै यो 100 वर्ष पुग्नु लाग्नु भएको रहेछ उहाँ चाहिँ। अब तर पनि एकदमै तन्दुरुस्त हुनुहुन्छ है। Prang gue itu acu itu enggak? Prang gue itu apa? Prang Sobe hai. Ye. 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 Kang se go kang. ल साजु तमा रमाइलो भयो, जस कुराकानी भयो। ल लाग्न पर्यो हामी पनि है। ल हस्, म चाहिँ उहाँहरूसँग कुराकानी गरिसकेर भर्खर फेरि माथि आफ्नो गन्तव्यतर्फ लाग्दैछु। धेरै टाढा छैन यहाँदेखि, अलिकति। फाइनली साथीहरू, म चाहिँ मेरो बारीमा आइसकेको छु। यो चाहिँ कर्कला भयो, कर्कलाको पात होइन, कर्कलाको पात भयो। अनि झारहरू भयो, त्यो टेम्लेम। अब लसुन बारीमा आइसकेको छु। अब खन्नुपर्छ। धन्य लडेको भने। ल यता मेरो मिसेस के गर्दै रहेछ? चचेमा है सुसुयो सुसुई काबो खो 까바나 고시나시 마참나 छोले 전에가 안 하고 छोरा चाहिँ यता आफ्नै पारामा छन्। के गर्दै रहेछ यहाँ ओल्याङ्गुनेर बसेर सोध्न पर्यो। छोरा के गर्दै हो? लसुन काट्दै हो? ए खै कति काट्यो अहिलेसम्म? 100वटा भयो? 100वटा जति त काटिसकेको रहेछ नि त। यतातिर लसुन के अरे ओल्याङ्गुनेर बसेर लसुन काट्दै रहेछ छोराले चाहिँ। ल त्यो देखेको चाहिँ त्यो चाहिँ सिङ्लाको बुद्ध पार्क भन्छ त्यसलाई चाहिँ। अनि त्यो चाहिँ मिल रहेछ। मिल त्यो चाहिँ मकैहरू पिन्ने भयो, अनि तेलहरू पेल्ने रे होइन। त्यहाँ यो बाटो त्यहाँ बुद्ध पार्कदेखि माथि गएर चाहिँ त्यो टिम्बाना लमाङजी हुँदै माथि लेकतिर जाँदाखेरि त्यहाँबाट लेकतिर जाने बाटो चाहिँ त्यो हो त्यहाँबाट। अनि त्यसपछि गएर यता एउटा घर रहेछ होइन। अनि त्यो देखेको ठुलो रुख जस्तो देखेको चाहिँ त्यो बुद्ध जयन्तीमा चाहिँ देवतालाई पूजा गर्ने गर्दछ।
त्यसपछि उता चाहिँ त्यो भलिबल ग्राउन्ड भयो अनि के भन्छ यो सिङ्ला समाजको चाहिँ यो छेवरहरू हुँदाखेरि अर्गुङ जेसुकै हुँदाखेरि सबै कल्चर हुँदाखेरि त्यसमा चाहिँ सामेल हुने गर्दछ। सबै चाहिँ त्यहाँ भेला भएर मिटिङ गर्ने अनि रमाइलो जात्रादेखि लिएर सबै कल्चरहरूको कुरा चाहिँ त्यो त्यहाँ गर्छ। भलिबल पनि खेल्छ त्यहाँ। अहिले एकदम सिँढीहरू लगाएर बस्ने ठाउँहरू बनाएको रहेछ, एकदम राम्रो चटक्कै। अनि तल गएर माछा खोला जाने बाटो चाहिँ यहाँबाट सुरु हुन्छ। अनि यता अहिले अलि अँध्यारो देखिरहेको छ, अलि मौसम खराब भएको कारणले गर्दाखेरि। हाम्रो बारीमा भएको लसुन चाहिँ हामीले सबै खनेर भ्याइसक्यौँ। अब बाँकी केही पनि छैन, यहाँ सबै खनेर भ्याइसक्यो। त्यहाँदेखि बारी चाहिँ कति भएर चाहिँ हेर्नु पऱ्यो त्यहाँ गएर। खै कुदका लागि लगभग बारी चाहिँ अलिकति पुग्न अलिकति बाँकी रहेछ, तर के गर्नु छैन अरू। लक्ष्मी पब्रे अब चाहिँ घरतिर जाने तयारी गर्नु पऱ्यो। बाटो चाहिँ अलि अप्ठ्यारो रहेछ, अलि झाडी रहेछ। लड्छु कि क्या हो। म चाहिँ लसुन बोकेर आउने क्रममा छु। अब केही मिनटमै घर पनि आइपुग्नेछ। साथीहरू आजलाई यति नै। अब अर्को भिडियो नयाँ एपिसोडमा आउने छ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला। र मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गर्न नभुल्नु होला। ल आजलाई यति नै, धन्यवाद।